हाम्रो चाहिँ अब कोरीको ट्रेक सुरु भइसकेको छ। हामी चाहिँ अब हामी कहाँ जानु लाग्यो अरे? काउखोला। हामी चाहिँ अब काउखोला जाँदैछौँ। ए हाई हेलो उमा दिदीको ब्लगमा स्वागत छ। यो ब्याग नै राख्नु है। यिनीहरूलाई कसरी खिच्नु यार मैले अब ब्लगरले कसरी खिच्नु भन्थ्यो यार अटाउ न कसरी भन्छु। हेलो आशिष वा अनुहारै देखेन यार यो मान्छेको दाइ कहाँ जानु भएको? हामी अहिलेलाई गाउँखोला, त्यसपछि सिप्लेस, त्यसपछि तासा, कोरी, कापुची। हामी गयौँ। हस् हस् नेटवर्कले साथ दियो भने कटिन्छ त यतै घुमेर जान्छ। टुरिस्ट हुनुहुन्छ हैन हाम्रो कहाँबाट आउनु भएको म्याम? नेपाली हो नि। आई एम फ्रम नेपाल, अस्ट्रेलिया हो। नेपाल फ्रम नेपालको सानो गाइज हामी चाहिँ काउखोला आइसक्यौँ र अब हामी यहाँबाट जिप कुरेर छौँ। तर जिप आउन टाइम लाग्ने भएपछि चाहिँ हामी बसमा जाने प्लान गऱ्यौँ। हामी गाडीमा जाँदैछौँ, त्यही हो जिपमा जानु पाइएन र ठिकै छ। हामी कहाँ आयो? हामी चाहिँ यहाँ केही देखिरहेको छैन, एउटा पुलमा आयौँ अनि यस्तो राम्रो भ्यू छ। बस हाम्रो जाँदैछ र हामी पुलबाट जाँदैछौँ। मैले चाहिँ बाबालाई लट्ठी चाहिन्छ कि चाहिँदैन ट्रेकिङमा भनेर सोधेको, अनि बाबाले चाहिँ चाहिँदैन भनेर भन्नुभयो। तर अब आउने मान्छेहरूलाई चाहिँ म लट्ठी चाहिन्छ भनेर सजेस्ट गर्छु, किनकि बाटोमा होइन कि बसमा चाहिँ चाहिँदो रहेछ। बसमा चाहिँ लट्ठी चाहिरहेको थियो हामीलाई है गाइस। सो बसमा चाहिँ सिट नपाएर हामी उभिरहेको थियौँ। हेलो गाइस, हामी चाहिँ बसमा त्यो पनि भुइँमा ब्यागमा बसेको छौँ, किनकि हामीले न जिप पायौँ, के भन्नु छ, न सिट पायौँ। फाइनली हामी चाहिँ सिक्लेस आइपुगेका छौँ बसबाट भर्खर। अब हामी खाना खान्छौँ, त्यसपछि हाम्रो तासा हो नि आज हामी जाने तासासम्मको यात्रा सुरु गर्छौँ। सो पहिला हामी खाजा खान्छौँ, भोक लागेर रिङ्गटो लागेर एनर्जी डाउन भएको छ। आएको है फोटो चाहिँ खिच्ने मान्छे त्यही त, सबजना कसरी खिच्नु। मिठो हावा के, तपाईँहरूले
चाख्न सक्नुहुन्न यस्तो मिठो सर र सर 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 त्यो हिमालबाट आएको हावा छ मलाई अघि नै यो देखेदेखि नि हैन आई हेभ सो मच अफ अर्ज टु डु दिस कि एउटा थियो नि त्यो खोलाको छेउमा यस्तो गरेर बसेर बस्ने Karaji, come here. तिमी त एक्सपिरियन्स छैन भिडियो हेलो म भ्लग पनि बनाएको छु यो मोबाइलले म यसबाट खिचिदिन्छु मेरो पनि यहाँ खिच्दैन के हो कि यस्तो छ आफ्नोबाट चाहिँ खिच्छ होइन अनि मेरो खिच्यो भनेर जहिले यस्तो गर्छ कि म यो तिमीलाई हस्तान्तरण गर्न चाहन्छु पहिला हेरेँ मेरो कपाल नराम्रो आएको हुनसक्छ भयो हुन्छ हामी आयौँ तपाईँहरूसँग भाइ पनि जाँदैछ कि यहाँबाट खाना बनाउने माथिसँगै बस्ने माथि कोरी कापुचे त्यससम्म ल्याइदिनुहुन्छ तासा हुँदै अनि तपाईँहरू अब राम्रो नराम्रो कस्तो हुन्छ बाटोमा है दुःखै भयो भने दुःख त हुन्छ अब ट्रेकिङको बाटो हो तर नयाँ ठाउँ अब उहाँहरू पनि आउनु बाटो चिन्दैन भन्ने चाहिँ भएन कि त्यही भएर कस्तो खुसी लाग्यो हिजै भन्न भन्दै थियो अनि मैले यहाँ आएर भनौँला भने सरप्राइज एकदम मिठो सरप्राइज भयो हाम्रो लागि धेरै धेरै खुसीकै कुरा हो आफूहरू मात्रै जाँदा अलिक अप्ठ्यारो लाग्छ नि त वनको बाटो हो छोरी मान्छे मात्रै रहेछ धेरै है छोरा मान्छेहरू भए त अलिकति हट्टाकट्टा नि हुन्थ्यो बिचरा भाइ मात्रै रहेछ मलाई चाहिँ परिरहेको भन्दा नि ठ्याक्क हामी माथि गएपछि बरु फुर परेको चाहिँ त्यो हामीसँग जान्छौ फाइनली आवर प्रपर ट्रेक इज अबाउट टु बिगिन लेट्स गो गाइज आशिकाको टोपी हराएको छ भ्लगमा भनिदिएको नि यसो अघिको भाइट कलरको टोपी खै कन्ट्याक्ट कहाँसम्म ए हुन्छ ए एउटा भिडियो खिचौँ न आशिकाले डिरेक्सन दिन्छ मोबाइल देऊ न त उहाँले खिचिदिनुहुन्छ उहाँ टावरमा गएर गरे हुन्छ त्यहाँ सबै भ्यू देखिने थियो ल बाई बाई ल बाई बाई माथि आउने हुनु हामीसँग भाइ पनि आउँदै हुनुहुन्छ भाइको नाम भनिदिनु त मेरो नाम अमित गुरुङ अमित गुरुङ भाइ आउँदै हुनुहुन्छ हामीलाई माथिसम्म कोरीसम्म साथी हुनुहुन्छ years later. यो भगवानले रक्षा गरेर परमेश आटे ताके होस् मनको इच्छा पुरा होस् हामी सिक्लेसमा खाना खाएर अब तासाको लागि निस्किँदैछौँ तासा नर्मली 2 बजे निस्के अनुसारले 4-5 बजे पुग्नु पर्ने हो रे दाइले भन्नुभयो 5-6 बजे पुग्नु पर्ने रे तर हाम्रो यो स्पिडले चाहिँ 7-8 बज्ला भन्दै हुनुहुन्छ त्यही भन्दै हुनुहुन्छ
5-6 बजे भन्नुभएको थियो। म अब चाहिँ अगाडि अगाडि गइनँ है, म अब पछि पछि बस्ने भएँ। तपाईँ कि अगाडि गयो भने आफ्नो स्पिडमा टुइटुटु हिँड्नुहुन्छ भने पछाडि पछाडि हिँड्नु भयो कि के हो? के हो? हामी जनता जान्न चाहन्छन् कि पछाडि नछुटिन् कोही भनेर हो? गीत बजाइदिनु भएर हाम्रो ट्रेकिङमा भाइब आएको छ गाइज। हामी हाइड्रोबाट माथि तासासम्म अब उकालो चढ्दैछौँ। अब हामीलाई हेरौँ है कति आवरमा हामी माथि पुग्छौँ भनेर। हामी यहाँ चाहिँ कति आवरमा आयौँ थाहा नै भएन। 1 घन्टा त हिँड्यो होला नि हामी। 1 घन्टा मात्रै सिक्लेसबाट चाहिँ यहाँ हाइड्रो पावरसम्म चाहिँ आयो होला हौ। 1 घन्टा लाग्यो कि भन्ने मात्रै 2 घन्टा त सिधै भयो नि। 2 घन्टा लाग्यो है? 2 घन्टा लाग्यो हामीलाई माथि सिक्लेसबाट यहाँ आइपुग्दालाई। हामी अहिले अलमल गऱ्यौँ बाटोमा, त्यही भएर नि होला। बल्ल पो ट्रेकिङ सुरु भएछ। अघिसम्म त हामी नाचिरहेको रहेछौँ। A few moments later. Hello trekker guys. कस्तो यसरी भन्ने? क्रस गरेर हो रहेछ नि त, कस्तो मजा आउँदो रहेछ कि। यसै भएर त्यो केटाहरू पनि यसरी यसरी हिँड्छ। मतलब यसरी कहाँबाट ट्याटेको यहाँ 3-4 स्टेपमा यता अर्को कुनामा आइपुग्यो कि। यसरी ए अस्ति हामी यसरी हिँड्थ्यौँ क्या। मैले यो चाहिँ बिर्सेछु, तिमीहरूलाई सिकाउँदैन। भएन है, सिनियर भएको फाइदा। A few moments later. त्यत्रो त हिँड्ने यति त सक्नुहुन्छ। हामी चाहिँ अनन्तलाई कुरिरहेछौँ है। चिया सर्भ गरेर राख्नु भएको छ हामीसँग सिक्लेसदेखि दाइ होइन भाइ के हजुर कति वर्ष? 12 मा पढिरा। कसको दाइ भन्न सक्दैन। 19? अबे मलाई नि भाइ हुनुहुन्छ रहेछ। भाइ हामीहरुसँग सिक्लेसदेखि आउनु भएर धन्यवाद। खाना पकाइराख्नु भएको छ दुवैजनाले। सो धेरै धेरै धन्यवाद। हजुर हजुरको नाम के हो? परिचय दिन सक्नुहुन्छ? नाम चाहिँ शरण। ए हामी चाहिँ हाम्रो खाना सुरु गर्दैछौँ अब। मिठो मिठो खानेकुरा। फाइनली जाडो छ यहाँ, एकदमै चिसो छ। यस नानी ए आसिका So, this is morning at Tasa, Ananta character. And the view here. Bakhar 6 bajo, 6, 7, 8 bajo. Mere mukhma like जुरुक्क उठेर क्यामेरा पक्रेको. So, this is how I'm looking right now. And look at this. So more members are awake. This is her. Good morning, guys. यही सही है. यही सही है. म मात्र किन मेरो बिजोग हुलिया अवस्था देखाम. Hello.
हामी चाहिँ अब बिहान उठेर खाजासाजा खाएर अब कोरीको लागि हिँड्नलाई रेडी भइसक्यौँ। यहाँको भ्यू चाहिँ यस्तो छ। हामी हिजो बेलुका राति 8 बजे पुगेको भएर हिजो बेलुकाको भिडियो चाहिँ हामीले बनाउन पाएनौँ। हिजो बेलुका हामी 8 बजे आइपुगेर खानासाना खाएर खुट्टाहरू मालिस गरेर आगो तापेर एकछिन बसेर सुतेको थियौँ 11 बजीतिर। बिहान हामी 6 बजे उठेर रेडी भएर नास्ता गरेर अब हामी 7:30 बजे कोरीको लागि निस्किँदैछौँ। हामीसँगै आएको मान्छे आशिष अगाडि पनि छैन पछाडि पनि छैन है। अगाडि बाटो गयो कि हरायो कि हामीलाई केही पनि थाहा छैन यो आशिषलाई। होइन कि एटलिस्ट कति चाहिँ छिटो हिँड्यो होला र त अलिअलि त देखिनु पर्ने हो नि त। जङ्गल भाइ अब कति मिनट रे? 5 मिनट भनेर हामी आधी घन्टा हिँड्यौँ होइन। मैले भनिरहेको छु 5 मिनट भनेको अघि नै आधी घन्टा भयो हिँडेको। अब 1 मिनट रे। अब हेरौँ है त 1 मिनट भने कति रहेछ। बाटो यस्तो छ है। कलोनी कति हो पक्का लाग्दो। नहिँडेको त्यस्तो हुन्छ। भाइले हिँडेको छैन रे नहिँडेको यस्तो हुन्छ भनेर अनन्त बस्यो कि हिँडेको देख्दैन चाहिँ भाइले। आयो यो भिडियो खिच्नलाई हात उठाउन नि गाह्रो भइसक्यो। अब त कोरी हेर्न आएको रे। कोरी हेर्न आएको अनुहार हेरौँ त। अनुहार हेरौँ गाइस हेरौँ कोरी हेर्न आएका तोरीहरूको अनुहार। गाइस आऊ धुवा देखिरहेछ पुग्न लाग्यो। यु गाइस क्यान डु दिस। खानाले बोलाइरहेछ। आशिष भेट्यो। जङ्गलमा हराएको आशिष खाना खाने ठाउँमा भेटियो। या भनेपछि आशिष हराएको होइन रहेछ हामी हराएको रहेछौँ। फाइनली हाम्रो खाना खाने ठाउँ चाहिँ आएको छ। सो यस्तो सासा भइसक्यो। यति हिँड्न बाँकी छ। हिँड्नलाई यस्तो गाह्रो भइरहेछ। अब हामी
तिनीहरू त अझै कहाँ हो देखिरहेको छैन तिनीहरूलाई चाहिँ अलिक गाह्रै भइरहेछ होटल फरेस्ट क्याम्प रहेछ यहाँको नाम अब हामी यहाँ खाना खाएर हामी त्यसपछि कोरीको लागि निस्किन्छौँ हामी यहाँ ठ्याक्कै कतिमा 11 बज्यो भने चाहिँ हामीलाई तासाबाट यहाँ आइपुग्नलाई 8 बजी हिँडेको 8, 9, 10, 11, 3 घन्टा लाग्यो ल 3 घन्टामा बल्ल त यहाँ आइपुगेछौँ This is the after trek session, guys. यस्तो राम्रो ठाउँमा बसेर हामी खाना खाँदैछौँ अचार के को कस्तो मजाको हामी चाहिँ च्यागामा छौँ च्यागामा खाना खाने ठाउँमा मैले मिस्टेक भने चिगा चिगा हो च्यागा रे ए चिगा रहेछ सरी कुरा सुनेर तपाईँहरू हाँस्नु भयो दाइहरू हाँस्नु भयो यहाँ सुनेको थिएँ कि मैले बन्द गरिदिनु भएन सो हाम्रो हेलो पानी परिरहेको छैन त च्यागा कसैले भन्छ च्यागा कसैले भन्छ चिगु चिगा हामी चाहिँ चिगाबाट अब हल्का पानी पर्ला जस्तो भएको भएर रेनकोट ओढिराखौँ भनेर ओढिरहेको रेनकोटहरू अब हामी कोरी जाँदैछौँ नर्मली चाहिँ कोरी जानलाई 2 घन्टा लाग्छ अरे यहाँबाट तर हामीलाई चाहिँ सायद 4 घन्टा लाग्न सक्छ सो 4 घन्टाको टाइम राखेर अब हामी यहाँबाट कोरी जाँदैछौँ Planning to go to Sikles or Tasa today? I think Sikles today. Yeah. Okay. I think Sikles and then hopefully we'll go back to Pokhara tomorrow. Okay. For the festival. Okay. Festival? New Year. Oh yeah. Yeah. So You guys came from this same route while coming? No, we came from like the Hugo. Capuchin? We came round. Yeah, we went to Capuchin. Okay, Hugo Capuchin. Yeah, okay. we were there for like one night, so we did it slowly. We camped on the way, and then we stayed in like a guest house, and then came up, stayed in the guest house. How's the experience going on? Amazing, yeah, it's beautiful. Like it's once you get away from the city in Nepal, I think it's an amazing experience. Like अब चाहिँ पानी पर्न थालिसक्यो हामी पानी ठुलै परिरहेछ अलिअलि असिना पनि परिरहेको थियो सो होपफुल्ली हामीले चाहिँ माथि हिँड्नु नै परिरहेको भेटाउँछौँ भनेर हामी अलिकति खुसी छौँ र भेराइटीको बलहरू छन् यहाँ है तपाईँ कुन बल पर्नुभयो टेनिस बल तपाईँ कुन बल पर्नुभयो प्लिज हजुर कुन बल पर्नुभयो दिन सक्छु बोल्दैन यार यो बल त व्हाइट एन्ड ब्ल्याक मिस्टर योड फुटबल मिस्टर योड त्यो व्हाइट एन्ड ब्ल्याक हुन्थ्यो नि तपाईँ कुन बल पर्नुभयो भाइ कुन बल पर्नुभयो हमारा पावर है पर धूप में उहाँलाई चाहिँ कुन बल भन्न मिल्ला प्लिज नरान गरिदिनुहोस् न चट्याङ पनि परिरहेको छ सो जङ्गलमा छौँ अनि हामीलाई चट्याङ परेर भएर डर लागिरहेछ असिनाको कुटे खाएर बाँच्नु परेको छ जिन्दगीमा यस्तो राम्रो भ्यू देखिरहेको छ यहाँबाट हामी एकदम माथि आइसक्यौँ असिना पानी परिरहेछ
आज त हामीले घाम पानी असिना सुनिसक्यो अब र माथि गएर हिउँ पनि भेट्छौँ जस्तो लागिरहेछ सो के भन्नु छ जादु हात काटिरहेछ भनेको थिएँ नि अनि हाम्रो चाहिँ हात खिराइरहेछ यो कुन ठाउँ हो फर्स्ट एभर स्नो एक्सपिरियन्स यहाँ चाहिँ हिउँ परिरहेछ होइन हामी भनेको थियौँ आज हामीले घाम पानी असिना हिउँ पनि एक्सपिरियन्स गऱ्यौँ सो हामी एकदम टपमा छौँ एकदमै टपमा छ हामी सबैभन्दा अर्को ठाउँमा छौँ होला यहाँ त यस्तो हावा चलिरहेछ उडाउला जस्तो हावा चलिरहेछ मुमिन उपत्यकामा हिउँ पर्न सुरु भइसकेको छ यहाँको बोक्सीहरू सबजना सुतिर हुन्छन् यहाँको बोक्सीहरू उफ्रिँदै हिँड्छन् हामीले हो यो गाउँको भूत हामीले हिमाल देखिसक्यौँ यहाँबाट भ्यू देखिसक्यौँ मेरो अनुहार होइन मैले खिचेको ए मेरै भनेको ह्याप्पी न्यू इयर इभ हामी चाहिँ न्यु इयर इभमा यहाँ हिँडिरहेछौँ सो यसपालिको 2082 चाहिँ हाम्रो खतरा जानेवाला छ जस्तो लागिरहेछ हामी यति धेरै स्ट्रगल गरेर यो ठाउँमा आएको छौँ सो खासमा कोरी चाहिँ हामीले राम्रोसँग देख्न पाएको छैन तर कोरी चाहिँ आउने सिजन होइन अरे यो तर हामीलाई कोरीको यो रूप पनि एकदम राम्रो लागिरहेछ Oh my god. Oh my god. मलाई नहानै मलाई लाग्ला भिडियो बोल्न नि सकिरहेको छैन है यहाँ यस्तो थाकिरहेछ सो फाइनली हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइसक्यौँ यहाँबाट देखिरहेछ अलिकति यहाँबाट त्यो झन्डा देखिरहेछ त्यहाँ घर छ साइडमा भिडियोमा राम्रोसँग आएको छैन तर जे होस् हामी अलिकति आनन्द चाहिँ भयो है अब कुन हो घर नजिकको कि टाढाको गाह्रो भयो भनेर हामी 6 बजे आइपुग्यौँ रे अमा हिउँ यस्तो परेको थियो है हामीलाई आज असिनाले चुटेन कि पानीले चुटेन कि हिउँ परेन कि हिउँ पर्दा त्यस पछाडि बाटो त्यो हुने गरी यस्तो के भन्छ त्यसलाई उस्यो लागेन कि के मात्र भएन सोध्नुहोस् हावाहुरी चट्याङ लागेन कि घाम पनि लागेन कि मान्छे हराएन कि मान्छे हराएर बेटाएन कि के मात्र भएन आज इट वाज सच अ लङ हामी आइपुग्यो भन्दा भन्दै 2 मिनट 5 मिनट भन्दै हामी 1-1.5 घन्टा हजुर भन्नुहोस् कसैप्रति अविश्वास नै हुँदैन हामीलाई बन्द गरौँ कि केही भन्छौ भयो अब भोलि भन्छ आजलाई हजुर आजलाई बोल्न सक्ने ताकत छैन सो अब हाम्रो ब्लग भोलि स्टार्ट गर्छौँ र भोलि हामी यहाँ के गर्छौँ सबै खिच्छौँ सो आजलाई चाहिँ सबैजना टायर्ड छौँ बोल्न नि मन छैन केही पनि गर्नु मन छैन यहाँबाट उठ्न नि मन छैन हिउँले एकदमै गाह्रो बनायो हामीलाई यस्तो हिउँ छलेर आयौँ हामी कि नगरौँ यस वी डिड इट तर भोलि गर्छौँ भन्ने चाहिँ त्यो पनि गफै हो किनकि हामी भोलि पनि थाक्ने नै वालामा छौँ अभियस हो सो यस्तै हुने वालामा छ हजुर ओके ल सबैजनाको लागि क्ल्याप गरौँ ल सब त्यसले गरेर गालामा गर्न गालामा यसो गर्न क्ल्याप गर्न पाएन ल यसो गर्नु
हामी चाहिँ बिहान उठेर अब ब्रेकफास्ट गर्दैछौँ र आगोको छेउ हामीले आगो छोडेको छैनौँ बाहिर यस्तो हिउँ परिरहेछ भाइले हामीलाई मिठो मिठो पकाएर दिइराख्नु भएको छ यहाँ चिया खाँदैछौँ हामी यो चाहिँ हाम्रो बिहानको भ्यू रहेको छ यस्तो राम्रो कहाँ जानु लागेको हामी चाहिँ यसो माथितिर गएर फोटोसुट गर्नु पर्यो अलिअलि यहाँको मजा त उठाउनु पर्यो It's a burden that you never really understood. मेरो बिहान अलिअलि क्लियर भ्यू थियो घाम त लागेन आज मौसम खुल्न मानेन हामीसँग अहिले त झन् पुरै अलिक धेरै नै अक्वर्ड माने जस्तो छ अलिक इन्ट्रोभर्ट रहेछ अहिले पुरै बन्द भएको छ माहौल सो येट स्नोवी पुरै स्नोवी हियर पुरै हिउँ परेर यस्तो रमाइलो भइरहेको छ यो यहाँनिर बसिरहेछौँ हामी एन्ड दिस इज द प्लेस मजाको हिउँ छ यहाँनिर एज यु क्यान सी मलाई चिसो हुन्छ भने मात्रै जुत्ता लगाएको तुना बान्ना नै अल्छिलाएर म यतिकै हिँडिरहेको छु रियली ब्युटिफुल प्लेस हियर चिसो चाहिँ चिसो छ वेदर टेम्परेचर कति छ इन्टरनेट नभएर हेर्न पाएको छैन पछि इन्टरनेट भएपछि I'll tell you. This is the name Hotel Homes Home Kori. This is the place and we're having fun. यति धेरै हिउँ खेलेर पन्जा लाएको छैन नत्र I would have still played with snow. पन्जा नलाइकन आएँ म चस्मा पुरै ब्लर बनाउँदो रहेछ कि यो चिसो मोइस्ट अझ अनि जम्दिने अनि पुरै केही नदेख्ने बनाइदिने क्या इट्स स्नोइङ देखिन्छ मजाले हिउँ परिरहेछ दिस इज इट म एकछिनमा भित्र पनि देखाउँछु ल I'll show you दुईटा टाइप्स अफ पिपल हाम्रो यो ट्रिपको होइन वान टाइप अफ पिपल जो चाहिँ जाडै नहुने साडी लाइ फोटो खिच्नुपर्ने जति फोटो खिचे पनि नपुग्ने एन्ड देयर इज अनदर टाइप अफ पिपल एज वेल जो चाहिँ एकदम जाडो भएर आगै नछोड्ने दिज आर अनदर टाइप अफ पिपल यहाँ अहिले चाहिँ यिनीहरू कोइला मात्रै तापिरहेको छ आगो निभेछ र म चाहिँ दुबईलाई जोइन गरिरहेको छु 10/10 काम सक्यो केले दुइस हिउँले ह्याप्पी न्यू इयर ओ माय गॉड तेरे काम भयो भयो मुडाइ मलाई पन्जा पनि लाग्छ हैन सी हामी चाहिँ कोरीबाट के हो एउटा के गर्दैछ त के खिचे आई डोन्ट नो व्हाट इज दिस यसको लजिक के हो थाहा छैन तर यसले खिचिरहेको छ अब हामी चाहिँ हिँड्ने तर्खर भइसक्यो कोरीबाट हिँड्यौँ 1 बजे अब हामी
हुगुमा जे होस् हुगुमा खाना खान्छौँ कि के हुन्छ थाहा छैन। लेट्स सी। कस्तो राम्रो देखेँ क्या, यस्तो राम्रो भ्यू हामी छोडेर जाँदैछौँ। Bye bye. बल्ल बल्ल नेटवर्क आएर बच्चाहरू घरमा फोन गर्दैछन्। हजुर उता नेटवर्क नहुन सक्छ होला। कापुचे लाने आज भोलि आउने सिक्लेस। हेलो बाबा के अरे हामी झर्दैछौँ त्यही ठ्याक्कै नेटवर्क टिप्यो अनि फोन गरिहालौँ भनेर। मासतिर थिएन कि नेटवर्क, तल पनि बाटोमा नहुन सक्छ, यहाँ ठ्याक्कै आएको थियो फोन गरिहाल्यो। रमाइलो भइरहेछ, राम्रो भइरहेछ। हिउँ पर्यो, पानी पनि पर्यो, असिना पनि पर्यो। सो हामी चाहिँ कोरीबाट हुगुतिर जाँदैछौँ। सो हेलो गाइज, हाउ इज ट्रेक गोइङ सो फार? खुट्टा दुखिरहेछ। हाउ इज ट्रेक गोइङ? रमाइलो भइरहेछ। हाउ इज ट्रेक गोइङ? Going good, but we need water in Kori, please. Yes, we need it out. We need more toilets, please. अनि उ त्यो भाइ चाहिँ क्यामेरा सायो उतै भाग्यो। सो make the journey. फेरि It will make the journey very distant. यस, कोरीमा Right now I am very पानीको टोइलेटको चाहिँ अलिकति प्रब्लम रहेछ। लाइटै छैन। हस्, थ्याङ्क यू। सो फाइनली कति घन्टापछि खाना खान पाएको? हिजो बेलुका कति बजे खायौँ हामीले खाना? 24 त भएन होला, बट भयो। हिजो हामीले अराउन्ड 7-8 बजेतिर खाना खाथ्यौँ होला। त्यस पछाडि यतिखेर 10 बजे हो, 10 बजे खाना खाथ्यौँ र हिजो भनेको हाम्रो 23 आवर्स पछाडिको फर्स्ट खाना, फर्स्ट बाइट खाएँ ल। कस्तो लागिरहेको छ? मुखमा हाल्यो? गाइजहरू, I agree with both of them. आसिरा कहाँ गयो? म पनि यस्तो क्यारेक्टरमा। सो फाइनली हामी राति 8 बजे बल्ल हुगु पुग्यौँ। त्यसपछि हामी अब खाना खाँदैछौँ। सो भोलि हामी कापुची जान्छौँ। त्यही आज कापुची पुग्नेवालामा थियौँ, तर जसरी पनि पुग्दैन थियो कि। के भइरहेछ गाइज यतातिर? हेलो, के हुँदैछ गाइज? सबजना कस्तो नराम्रो देखा। अब हामी चाहिँ नमस्ते होटेलबाट कापुची जाँदैछौँ। सो ब्युटिफुल। खुट्टा बेन्ड भइरहेको छैन, यहाँ हिँड्नलाई गाह्रो भइरहेछ। हामी चाहिँ अब कापुची पुग्नलाई आधी घन्टा बाँकी होला। गाइजहरू यसरी हिँडिरहेको छ नि। ओ गाइज, यही खुट्टाले
सिक्लेससम्म जानु छ आज। टाढा हो गाइजहरू। कता हिँडेको? साडी लाउँछ अरे आशिषले। कता हिँडेको गाइज? पट भएर। सो फाइनली हामी चाहिँ कापुचे पुग्यौँ। कापुचे लेक चाहिँ पुगेको छैनौँ हामी, यहाँ कटेजमा पुग्यौँ। अब अलिअलि केही ठुसेर जान्छौँ। यस, एकदम भोक लागेको छ। अलिकति एनर्जी बढाएर हामी जान्छौँ। सो ब्युटिफुल प्लेस। हामी हिजो बेलुका यहाँ बसायो भए त कस्तो राम्रो भ्यू देखिने रहेछ। ओ माइ गॉड, लेयर हुन्छ राइसको तल के? हामी चाहिँ कापुचेको कटेजमा आएर हामीले ब्रेकफास्ट गरिसक्यौँ र सबैजना यहाँ अब कापुचेमा साडी लगाएर फोटो खिच्ने भिडियो खिच्ने भनेर रेडी भइरहेछ। नयाँ हो नि त आशिकाको नयाँ ड्रेस कापुचेमा। सो राम्रो भ्यू मुनि बसेर मेकअप गरिरहेछन् गाइजहरू। गाजर कस्तो राम्रो भयो यताको। अब यताको मिलाउँदैछ। ओके, अब हामी कापुचेमा राम्रो राम्रो फोटो भिडियो खिच्छौँ। म पनि रेडी भइसकेँ, साडी लाउन मात्रै बाँकी छ। कापुचे पुग्यौँ है। सो ब्युटिफुल भ्यू। सो हामी चाहिँ साडी लगाएर रेडी भइसक्यौँ कापुचेमा फोटो भिडियो खिच्नलाई। कस्तो राम्रो राम्रो फोटो खिच्छ। मेरो इयरिङ चाहिँ निकाल है, इयरिङ राम्रो छ। हेलो गाइज, हामी चाहिँ राम्रो फोटो आएर खुसी भएको मान्छे। राम्रो फोटो आएर खुसी भइरहेछौँ। मैले कपाल त बिगार्दिनँ नि। थाहा छैन, मैले देखेको छैन। अब भ्लगमा देख्छु मैले। छैन गाइजहरू। व्हाट आर यु डुइङ? तुम क्या मिले हम ना रहे। हामीले चाहिँ यहाँ सिनेमाटोग्राफर, डिरेक्टर पाएको छौँ। उहाँहरूले यस्तो राम्रो राम्रो फोटो खिचिदिइराख्नु भएको छ। यहाँको ढुङ्गा टिपेर लानु हुँदैन। म चाहिँ खेल्न लाग्यो। कस्तो लागिरहेछ? फेरि आउनु। यो मान्छे दुईचोटि आइसक्यो यहाँ। सो अब हामी कापुचेबाट हिँड्यौँ। हामीले फोटो भिडियो खिचिसक्यौँ र हामी यस्तो राम्रो ठाउँलाई छोडेर जाँदैछौँ। अब अनन्तले यहाँनिर मुख छोपेर चढ्छ। अनन्त के आशिका पनि खुट्टा मेरो चाहिँ यहाँ दुखिरहेको थियो नि। अब
अर्को प्रो ओइ त्यो कस्तो मजाक चढेको अनि त भित्र डराएर हुन्छ त्यो भिडियोमा आउँछ गाडीले लग्दैन लग्दिँदैन त्यत्रो हिजो भन्यो नि त लग्दै पनि सम्म गाडी त आउने भइसकेको छ हैन आउँछ रोड त्यो हाइड्रोको रोड छ अरे कि म त डल्ली पो रहेछु म माथि भेटाएको थिइनँ अब हामी हिजो बेलुका 9 बजेतिर सिक्लेस आइपुगेको थियौँ र अब जहाँबाट सुरु गरेको त्यही हाम्रो यात्रा अन्त्य हुन लागिरहेको छ। हामीलाई यहाँ दिदीले बिदाई गर्दै हुनुहुन्छ। ह्यापी बर्थडे आशिष। सबैलाई एकदम सबैजना वरिपरि भएर मलाई खुसी लागिरहेछ। माथि कस्तो लाग्यो नि? कस्तो राम्रो छ यहाँ पार्कमा टिका यहीँ आउनु पर्ने रहेछ अस्ति नै भन्दै थियो। कति राम्रो छ शोभायात्रा भाइ। फर्की आउनु भएकोमा एकदम धेरै धेरै धन्यवाद तपाईँलाई चाहिँ। फेरि आउनु होला पछि बोलाइरहेको सिक्लेसले। हजुर धेरै धेरै एकदम राम्रोसँग त्यो गर्नुभयो। धेरै धेरै धन्यवाद सबैजनालाई। हजुर के कसो भयो हाम्रो के कमी कमजोरी छ भन्ने त भन्नु है। हुन्छ नि त कतै यस्तो गरे हुन्थ्यो यस्तो बनाए हुन्थ्यो भन्ने हुन्छ नि त। अब माथि कोरीमा चाहिँ अब छानु त बनाउनै छ। अब अलिकति पछि तपाईहरु आफैलाई नै पनि थाहा होला। यता सक्ने त गर्नु भएको छ। अब यता म बहिनी है नलाउने भनेको त। ल शोभायात्रा बहिनी फेरि पछि पनि आउनु होला। कोही साथीहरू पठाइदिनुहोस् भइहाल्छ। बसाइ के कसो भयो हाम्रो? एकदम राम्रो छ। ल ओके गाइज थ्याङ्क यू सो मच। के अरे उहाँहरूले गरेर हाम्रो टुर चाहिँ एकदम राम्रो भएको छ ट्रेक। सो धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। सम्पर्क गर्नु होला है। भोलि पर्सि भेटौँ ल।